हेलो हेलो गाइस, म अहिले यो सल्यानको घाटा चौर भन्ने यो पुलमा छु। यो पुलले सल्यानको घाटा चौर र यो हजुरको जाजरकोटको कुदुलाई जोड्छ। हेर्नु, यो यता जाजरकोट हो भने यहाँबाट सिधा यस्तो घुमेर यता हजुरको सल्यान हो। यो पुरा सल्यान हो। हेर्नुहोस्, यो पुरा सल्यान हो। यो खोलाले पारी छुटाएको यो पुरै सल्यान हो भने यताबाट घुमेर हजुरको पारी एउटा यो गेट देखिन्छ है। गेट देख्नुभयो होइन? यो गेटबाट उता हजुरको रुकुम हो साथी। यो रुकुमको चौरजारी एयरपोर्ट, यहाँ रुकुम चौरजारी छ। यो गेटबाट सल्यान र रुकुमको सिमाना छुट्याउँछ भने यो पारी यो खोलाले हजुरको जाजरकोट छुट्याउँछ है। म अहिले सल्यान, रुकुम र जाजरकोटको सिमानामा छु साथीहरू। यहाँबाट सिमाना छुट्छ। यो हजुरको यो पुल छ, यो लामो भेरी नदीको बिचमा झोलुङ्गे पुल। यसले हजुरको ठ्याक्कै यो जाजरकोट हेर्नुहोस्, यो झोलुङ्गे पुल चाहिँ सल्यान र जाजरकोटलाई जोड्छ साथीहरू हो है। म वास्तवमा अहिले बस्ने भनेको रुकुम हो, रुकुमको चौरजारी एयरपोर्ट। म यता घुम्न आएको साथीहरू होइन। यो पुलमा कति दामी छ हेर्नुहोस्, खोला बढेर कि ठुलो खोला छ। यो पारीको हजुरको रुकुम हो भने यता जाजरकोट हो र यसको सिधा यता हजुरको सल्यान घाटा चौर है। ओके बाई साथीहरू।